घन्टी राजा हो घन्टी राजा हो यहाँ हामी मध्य प्रदेशमा छौँ है। म चाहिँ सुनसरी जिल्लाको ऱ्याटको प्रतिनिधित्व गरेर आएको हुँ। ऱ्याटको कुनै पनि पदमा छु म अहिले खुलाउन चाहन चाहिनँ। मेरो नाम चाहिँ आशिष लुइटेल है। सुनसरी क्षेत्र नम्बर 3 बाट विजय कुमार गच्छेदार भगवती चौधरीले चाहिँ विजय कुमार गच्छेदार बार मन्त्री हुँदा पनि र सुनसरी क्षेत्र नम्बर 3 मा भगवती चौधरी बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री अघिल्लो साल पनि र त्योभन्दा अगाडि पनि हुँदा पनि काम गर्न नसकेकोले यहाँको माहौल के छ भनेर हामी बुझ्नको लागि आएका हौँ। ल ठिक छ। हाम्रो यहाँनिर हामी क्षेत्र नम्बर भन्दा पनि प्रदेश नम्बर 2 मा छौँ। हाम्रो क्षेत्र नम्बर 2 मा त घन्टीमय भइसकेको छ। ल हजुर भन्नुहोस्। मोरङ क्षेत्र नम्बर 1 म घन्टीको हजुरको लेटाङ हो एकदमै लेटाङ। ल हाम्रो नेउपाने सर यज्ञमणि नेउपाने ज्यूलाई भोट हाल्नु हुने मान्छे एकदम हैन हजुर। अब त्यहाँ त छँदैछ यहाँ आयौँ। अब 70 रुपैयाँ 2 नम्बर प्रदेश आएपछि के भने अब की बार बालेन सरकार। ल ठिक छ ठिक छ। म कुनै पनि पार्टीको भन्दा पनि माथिको भएर लागेको छु। कुनै बेला म एमालेलाई नै भोट हालौँ, एमालेलाई नै जिताम, एमालेमै राम्रो मान्छे छन् भन्दा पनि लगभग 3 वर्षदेखि 4 वर्षको अवधि पुरा हुन लाग्यो। हामी जनतासँग बुझ्न चाहँदैछौँ है। हाम्रो अङ्कलले यहाँनिर बाटोमा उत्रेर खाजा खाँदै हुन्छ। अङ्कल यसपालि भोट केमा हाल्ने त? सुवाङ नेमाङलाई हाल्ने। सुवाङ नेमाङ ठिक छ। ल एमालेलाई होइन सुवाङ नेमाङलाई हाल्दै हुनुहुन्छ, जेएनजीलाई हाल्दै हुनुहुन्छ। त्यो पनि राम्रो कुरा हो। ल आन्टी भोट केमा हाल्ने एकपल्ट भनिदिनु नि त। ठिक छ त केही छैन। ल ठिक छ। उहाँले अहिले भर्खर सुवाङ नेमाङ भन्नुभएको छ है। सुवाङ नेमाङ भन्नुभएको छ। त्यही पनि उहाँको भोट परिवर्तन पनि हुनसक्छ किनकि घन्टेमय देश भइसकेको छ। ठिक छ। ल हाम्रो दाजु यहाँनिर होइन अब नदेखाम के खाँदै हुनुहुन्छ के खाँदै हुनुहुन्न भनेर। दाजु यसपालि भोट केमा हाल्ने सोच छ हजुरको? बालेन शाह अब की बार बालेन सरकार भनिदिनु त एकपल्ट। अब की बार बालेन सरकार। ल ठिक छ। हाम्रो यहाँ दिदी पनि हुनुहुन्छ। हाम्रो दाजु यसपालि भोट केमा हाल्ने सोच छ हजुरको? म त अब विदेश जाने हामी विदेश, म पनि विदेश जाने, खाडी मुलुक जाने। हामीले रेमिटेन्स पठाउने, रेमिटेन्सले देश जानेको छ। हजुरले चाहिँ के हाल्ने भन्ने कुरा छ? म घन्टीमै हाल्थे एकदम घन्टीमा हाल्ने कुरा चाहिँ एउटा हाम्रो घन्टीको एउटा भोट गइरहेको छु होइन। हजुर अरू जानु नपरोस् भन्ने तरिकाले नजानुस्। ठिक छ। ल भोट चाहिँ केमा समर्थन केमा छ हजुरको? घन्टीमै हो। घन्टीमै छ। हजुरलाई विदेश